भर्खर भर्खर एससीको रिजल्ट पनि आयो। एससीमा आफूले सोचे जस्तो नम्बर ग्रेड लिएर आउनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मैले उहाँहरूको सफल जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सोचे भन्दा नम्बर कम आयो भने पनि हताश हुनु पर्दैन। शैक्षिक जीवन लामो छ। यो संसारमा हामी जीवन जति व्यतीत गर्छौँ, सङ्घर्ष गरिरहन्छौँ, हामी तबसम्म हामी विद्यार्थी नै हुन्छौँ। र जो जति विद्यार्थी भाइ बहिनीको सोचे भन्दा अलिकति नम्बर कम आएको छ भने उहाँहरूले अलिकति राम्रो कोसिस गर्नुहोला। एससी विद्यार्थी जीवनको त झन् सुरुवात हो। आत्तिनु पर्दैन। +2 छ, ब्याचलर्स छ, मास्टर्स छ। नेपालमा कम्प्लिट गरेर फेरि बाहिर जान्छु भनेदेखि बाहिरको फेरि एजुकेसनल करियर स्टार्ट हुन्छ। रिसर्चको कुरा आयो, मास्टर्सको कुरा आयो, एमफिलको कुरा आयो, पिएचडीसम्मको कुरा। पढाइ र अनुसन्धानको अन्त्य कहिले पनि हुँदैन। आत्तिहाल्न जरुरी छैन। बल्ल सुरुवात हो। ठिक छ, एससीमा त नम्बर आइसक्यो, ल ठिक छ। +2 पनि पढ्ने र यतातिर के सिक्ने होला, 2 वर्षको पिरियडमा के तालिम लिने होला, कहाँ के सिक्ने होला, तपाईँ कन्फ्युजनमा हुनुहुन्छ भने त्यसको उपाय हामीले लिएर आएका छौँ। हो, आइसिएससी एजुकेसनमा तालिमहरू नि गराइन्छ नि। थाहा थियो? एब्रोड स्टडीको काउन्सिलिङ, आइएल्स पिटीका कक्षाहरू, डकुमेन्टेसनका कुराहरू हुँदाहुँदै तपाईँलाई हामीले विभिन्न किसिमका तालिमहरू पनि दिन्छौँ। कस्ता तालिमहरू त हो, अहिलेलाई कम्प्युटरका कक्षाहरू, बेसिकदेखि लिएर एडभान्स लेभलका कम्प्युटरका कक्षाहरू हामीले लिएर आएका छौँ। आइसिएससी एजुकेसन चिप्लेढुङ्गा पोखरामा बेसिक कोर्स, डिप्लोमा इन जब ओरिएन्टेड एप्लिकेसन, डिप्लोमा इन ग्राफिक डिजाइनिङ, वेब डिजाइनिङ, हार्डवेयर नेटवर्किङ, साथै क्रास कोर्समा तपाईँले स्क्रिप्ट प्रोग्रामिङ ल्याङ्ग्वेजहरू पनि तपाईँलाई हामीले प्रोभाइड गर्छौँ भने इन्जिनियरिङ कोर्समा तपाईँलाई अटोक्याडका कुराहरू पनि हामीले यही सिकाउँछौँ, आइसिएससी एजुकेसनमा सिकाउँछौँ। र अहिले मार्केटमा कुन कोर्स छ त? बेसिक त भइहाल्यो। मार्केटमा भएको कोर्स ग्राफिक डिजाइनको कोर्स हामीले लिएर आएका छौँ। ग्राफिक डिजाइनको 45 दिने कोर्स। त्यो 45 दिने कोर्सले के काम गर्छ त हो, तपाईँले ग्राफिक डिजाइनिङ सिके पछाडि फोटो स्टुडियोको कुराहरू भयो, वेब डिजाइनिङतिर तपाईँ जान सक्नुहुन्छ। ग्राफिक डिजाइनमा राम्रो गर्नुभयो भने तपाईँ जुनसुकै डिजाइनिङ फिल्डमा पनि तपाईँ जानका लागि बाटो खुल्छ। आइडिया तपाईँले ग्राफ गर्न सक्नुहुन्छ। त्यसैले हामीले दिइरहेका यो कोर्सबाट तपाईँ वञ्चित नहुनुहोस्। 45 दिने ग्राफिक डिजाइनिङ कोर्स एससी विद्यार्थीहरूका लागि हामीले लिएर आएका छौँ। सम्पर्क गर्न नबिर्सिनुहोला। आइसिएससी एजुकेसन चिप्लेढुङ्गा पोखरा। फोन नम्बर 061 544 118, 061 544 118। फोन गर्न नबिर्सिनुहोला।